ल तातो पानी हालौँ त अनि वाइफाई चलायो हुन्छ क्या। मुस्ताङमा बसोबास गर्नुपर्छ, यस्तो नयाँ नयाँ कुराको अनुभवहरू गरिराख्न पाइन्छ। हिमालयन ड्राइभरको युट्युब च्यानललाई हजुरहरूले हेरिराख्नु भयो भने धेरै कुराको अनुभव गर्न सक्नुहुन्छ। आज यो महेन्द्रको क्याम्परलाई चाहिँ रेडी वाटर जमेर पानी पास नभएर हिटिङको समस्या भइरहेको थियो। के समस्या भएको थियो सर? दाजु धन्यवाद। होइन अब यहाँ अनुभव नभएको मान्छेलाई चाहिँ के हुँदो रहेछ भने अब यो गाडीहरू चाहिँ ल्याएर स्टार्ट अफ गरेर राख्दा चाहिँ यो रेडिएटरको यो जुन पानी हुन्छ नि, पानी चाहिँ पुरै जम्दो रहेछ। अनि त्यसपछि स्टार्ट भइसकेपछि फेरि त्यो रेडिएटर पानी खेल्न नपाउँदो रहेछ। त्यो ठ्याक्कै पुरै आइस भएर सेकेन्ड भरमा आइस हुने रहेछ। यहाँ पानी चुहेको बित्तिकै आइस हुने। तर तेलको माया नगरिकन चाहिँ अनि गाडी हजुरले ताते भन्दै चिसो पानी हाल्दै होइन, ताते भनेर चिसो पानी हालेर हाल्नुपर्छ होइन। अनि तल्लो भाग चाहिँ जमेको थियो अनि पानी सर्कल गर्न पाएन भने इन्जिनको हेडबाट घुम्नुपर्छ क्या। त्यो घुम्न नपाएर त्यो हिट भएको क्या। यो नजानेको मान्छेहरूलाई चाहिँ एकदम गाह्रो हुँदैछ कि नपरेको मान्छेहरूलाई होइन। तेलको माया नगरिकन यो अप्पर मुस्ताङ आउँदा चाहिँ गाडी स्टार्टमै मात्रै राख्नुपर्ने रहेछ। यदि राख्नुभयो भने यो भिडियो हेरेर धेरै अनुभव गर्न सक्नुहुन्छ। हिमालयन ड्राइभरको युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला। यस्तै समस्याबाट हजुरहरू दुःख पाउनुहुनेछ। समस्याको समाधानको लागि जय नेपाल।